साथीहरू भेरी गुड मर्निङ। म चाहिँ रेडी भइसकेँ 2:30 बजे उठेर। अनि आज हामी जाँदैछौँ बाक्लुङ भैरव स्थानमा। अनि अब हामी ठुलो मम्मीहरू रेडी भइसक्नु भयो अरे। अनि अब यहाँबाट बाबु र म निस्किन्छौँ। अब हामी उति गएर भेट्न पर्छ है त। दादा हामी चाहिँ यहाँ आइपुग्यौँ यस्तो बाटोमा अनि हामीले मालढुङ्गामा चाहिँ एउटा स्कुटी राखेर अनि ट्याक्सीमा आएका छौँ। किनभने यो ठुलो छ बच्चाहरू छन् गाह्रो हुन्छ भनेर आज हामी जानेछौँ भैरव स्थान हामीले भैरव स्थान भनिन्छ गरे। अनि भैरव स्थान जाँदैछौँ हामी। बल्ल घामको मुख देख्यो, हात यस्तो भएछ, बाँधिएर निदाएर गाह्रो भयो। अहिले चाहिँ अलिक अब हामीले बाटो नदिनेर यस्तो बाटो भएर हामी एउटा ट्याक्सी लिएर आएको। ओ माइ गॉड बाटोको हालत यस्तो छ। म आफूले घुम्दै गएँ हाम्रो के फस्टाउनु पर्यो बाटो देखेर त अबे क्या धुलो त हेलमेट लाएर आउनु पर्ने रहेछ। हामी धुलोमा परेर त क्यामेरा भरे धुलै धुलो हो। ट्याक्सी ठ्याक्क अगाडि आइदियो अनि हामी त धुलोले आम्मामामामामा खै दिदी तर बब्बल हो यो बाटो चाहिँ खतरा देखेछ यार। किनभने बब्बल यो पलाउँछ नि हरियो अनि खतरा देखेछ। हामी जाँदैछौँ भैरव स्थान मन्दिरमा। अनि त्यो ट्याक्सी पनि उताबाट फर्किएको होला सायद, आई थिङ्क जहाँसम्म मलाई लाग्छ। उनीहरूले बाटो खुलेर अनि हामीलाई धुलो खुलाएर जानुभयो। धन्यवाद कुमारी। के छ धुलो कुमारी? हामी चाहिँ बाटो क्रस गरेर आइपुग्यौँ भन्दाखेरि यहाँ तल बाटो बनाउँदै हुँदैछ अनि ट्याक्सी छिर्दैन, त्यही भएर वेटिङ गरेको। अरू चाहिँ ट्याक्सीमा हुनुहुन्छ ठुलो मम्मीहरू, अनि दिदी, म अनि बाबु अनि बेना चाहिँ बाइकमा र स्कुटरमा गरेर आएको हो बाइकबाट स्कुटर। अनि अरूलाई चाहिँ हामी कुरेर जान्छौँ। हामी टेन्टेरेन हामी चाहिँ बाक्लुङ कालिगाको तल हुँदै जानु पर्दो रहेछ। अनि हामी जाँदैछौँ दिदी पछाडि डरा पास लाइट बोले रहेछ। अनि हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ। दिदी पछाडि डराउनु भएको छ अनि माथितिर हरियाली छ अनि रमाइलो भाइब्स भइरहेको छ। अनि
हुन्छ हेर्न उतातिर नि फल्यो रे हँ हामी कतिमा आइपुगेको थियो बाटो बन्द फर्केर जानु पर्यो 8 बजेसम्म थियो नि हाम्रो 1 घन्टा लस भएको छ यहाँ फेरि बाटो बन्द रहेछ अनि यहाँबाट माथि जाँदैन अरे अनि ऊ गाडीहरू पनि सबै फर्किएको छ अब फेरि हामी फर्केर जानु पर्ने भयो अनि वहाँ फेरि 1 घन्टा वहाँ पुगेर 2 घन्टा 3 घन्टा हाम्रो 1 घन्टा 1.5 घन्टा जति लस हुने भयो किनभने हामी यति बेला गाह्रो छ ऊ सबै गाडीहरू फर्किरहेको छ अब हामी पनि फर्किन्छौँ टर्न लिन्छौँ अनि हामी पनि फर्किन्छौँ हो यहाँ ऐसेले खाएर बस्नु पर्दो रहेछ साथीहरू खतरा एडभेन्चर भइरहेको छ यस्तो बाटोमा त्यो बाटो ब्लक भएर धुलै यसरी गाडेर आएको छ तलबाट गाडी आयो अनि हामी चाहिँ अब जान्छौँ धुलो उसले उडाउँछ कसो भयो रे यता हेर्नु यस्तो छ साथीहरू यस्तो अब यसलाई सोधेपछि त भो गर्दै एकदमै गाह्रो भइरहेको छ जङ्गलमा धन्दै लोटेको नि पछाडि लगेको त दिदी त लोट्यो भनेर झर्दियो स्कुटरबाट अनि हामी यहाँ यसरी बस्छौँ अब अर्को गाडी आउनुभन्दा पहिला हामी भाग्नुपर्छ किनभने धुलो उठ्छ धुलो हामी हराएको अवस्था उता अर्को बाटो गएर त खेतमा पुग्यो अनि फेरि फर्केर यो बाटो आइरहेको छौँ हामी हाँसो लाग्यो धेरै फन्नी भयो आजको हाम्रो यात्रा भाग्दा जसरी फिल्ममा हिरोले गुन्डालाई लहटे जस्तो हामी अगाडि गुन्डा पऱ्यो क्या हो के धुलो खाइन्छ भनेर अगाडि भाग्दा बाटो बिराएर अर्कोतिर पुगेर फेरि यो बाटो आइरहेको छौँ अनि तलबाट गाडीहरू आएको छैन यसको धुलो मुस्ताङमा रहेछ दिदी यता हेर्नुहोस् न हजुरको त परेर फुलेछ त यहाँ ऐसुलहरू रहेछ त्यहाँ त पाएको छैन यो बल्ल अहिले तल त फलेको थियो पाएको थियो अनि खाएको अनि तलबाट गाडीहरू आउँदैछ उयो त्यस्तो धुलो हुन्छ के धुलो उड्छ अनि भाग्दा दिमाग खराब भयो यति भाग्यो अब फेरि यहाँ आएर अर्को फेरि दुईवटा बाटो छ यहाँ अनि कुन बाटो जाने यो बाटो जाने कि त्यो बाटो जाने दोधारमा छौँ हामी ऊ त्यसरी उडेछ धुलो यस्तो सकिन्न आगो लागेर चाहिँ यहाँ उता पर गुराँस फुलेछ उता हेर्नु कति धेरै गुराँस हो त्यहाँ माथि न ने गुराँस फुलेछ भने घोरे पानीको निकाली गर्नुहुन्छ होला तर हामीले कुरा
पुगेर उकालोमा बल्ल माथि चढ्यो भन्ने फोन गरेर सुन्नमा आएको छ। अनि हामी चाहिँ अगाडि छौँ। अनि स्कुटर बाइक चढ्न त चढ्छ तर गाह्रो हुन्छ, हामीलाई थकाइ लाग्छ, थाकिन्छ भनेर मैले यो जानकारी गराएको हजुरहरूलाई। अब यहाँ कस्तो अधिक लाग्ने घरकै घर उता आऊ न। मौरी पनि रहेछ। अनि हामी जुन बाटो जाने भन्दाखेरि यो बाटो किनभने यसरी घुमाएको छ यताको बाटो। किनभने यता धेरै गाडी हिँड्छ, त्यही भएर यताको बाटो होला भन्ने मैले गेस गरेको छ। मेरो अनुमान चाहिँ त्यही छ। फाइनली हामी मन्दिर आइपुगेको अवस्था। अनि गाडीहरू आमा ठुले आमाहरू गाडीमा ट्याक्सीमा आउनुभएको थियो। अनि यता छ आमा बाइक, स्कुटर, जिप, ट्याक्सी सबै। अनि यो चाहिँ यस्तो डाँडामा रहेछ यी तल खतरा दिएछ। अनि बल्ल बल्ल आइपुग्यो, धेरैमा टाइम लागेर। आइपुग्यो अनि हामी पूजा गर्न लाग्यो। यहाँ छ फुल अनि मान्छेहरू। आज चाहिँ डेन्जर भिड हुँदो रहेछ। मङ्गलबार चाहिँ सधैँ भिड हुँदो रहेछ क्या है ठुले? अनि यहाँ छ भाले। यो फुलको झोलासम्म आउनु त। भाले कुइया कुइया गरेछ। भाले दुईटा मैले ल्याइदिएको हो कि त्यहाँ पछाडि शीतलमा होइन के यहाँ धुर्बालमा आउने हो, पूजा गरिसकेको धुर्बालमा आउने हो के? म त यहाँ भाइर जस्तो देखेर आउने। ल यहाँ घुम 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 दिदी घुम। पागल डेजीले खसिदिनु रे। हाम्रो पछाडि चाहिँ बाजाको टोली आइसक्नु भएको छ पूजा गर्नलाई।
भोक लाग्यो गाइस भोक लागेर यहाँ यसरी खाँदैछौँ पकौडा अनि मोमो अनि उता बनाउँदै हुनुहुन्छ भोक लाग्यो गाइस स्यास परेछ नै समोसा मलाई पनि भोक लाग्यो त्यही भएर मलाई पनि भोक लाग्यो त्यही भएर चटनीवाला चाहिँ खान्छु भोक लागेको मात्रै पनि गर्मी पनि छ थाक्यौ चाउ हामी थाकेर यहाँ पर्वत र कास्कीको निशानामा आएर बसेको छौँ हस्त धन्यवाद बेसी थाक्यो आई एम भेरी भेरी टायर्ड खोला छेउमा चाहिँ रेस्टुरेन्टमा ने थाके भन ओके भन गुड गर्दै गुड गर चुप्पा गरिदेऊ सबैलाई चुप्पा गरिदेऊ किसी गर्दै ल किसी आखिर झिङ्काउ